तीनधारे झरना, पञ्चकन्या झरना र नमोबुद्ध गरी 3 ठाउँ एकै दिन जान मन छ भने यो भिडियो सेभ गरिहाल्नुस्। काठमाडौँबाट हामी बिहान 7 बजे नै हिँड्छौं र बनेपासम्म पुग्छौं। यसपछि हामी पनौतीतर्फ लाग्छौं र मल्पी हुँदै रोसीसम्म पुग्छौं। यो पुल पुगेपछि चाहिँ लेफ्ट लाग्नु होला र ओभरअल 1.5 घण्टाको राइड भित्र पार्किङसम्म पुग्नुहुन्छ। यहाँबाट 5 मिनेट्स जति हिँड्नुस् र झरनासम्मै पुग्नुहुन्छ। अब स्विमिङ मन पर्नेहरू यतै एकछिन रमाउनु होला अनि फेरि हामी पनौतीतर्फ फर्कन्छौं र अब नमोबुद्धतिर लाग्छौं। यताको गुम्बा घुमेपछि नजिकै कुनै खाजा घर गई खाजा खानुस् र अब दाप्चा बजार हुँदै ओह्रालो झर्नुस्। पनाङ खर्क पुग्ने बेला यता एकछिन रेस्ट गर्नु होला अनि अब पिपलटार हुँदै नारायणटारसम्म पुग्नुस्। उकालो सुरु भएपछि रातो माटोको बाटो आउँछ, सो मनसुनको टाइममा एकदम चिप्लो हुन्छ बाटो। बाइक भने झरनासम्म पुग्दैन, जता सजिलो हुन्छ त्यतासम्म पार्क गर्नुस् र त्यहाँबाट हाम्रो सर्ट हाइक सुरु हुन्छ। लगभग 20-25 मिनेट हिँडेपछि हजुरहरू तीनधारे झरनासम्म पुग्नुहुन्छ। यता मजाले रमाउनु होला र टन्नै फोटो भिडियो खिचेपछि अँध्यारो हुनु अघि नै बाइक रहेको ठाउँ फर्कनु होला र फर्किँदा काभ्रे भन्ज्याङ हुँदै धुलीखेलतिरबाट फर्किँदा हुन्छ। अनि यस्तै ट्राभल भिडियोजहरू चाहिन्छ भने मलाई फलो गर्न नबिर्सनु होला।